Namaste and welcome back to our channel once again. नमस्कार सम्पूर्णमा म उत्सव खनाल प्रज्वल श्रेष्ठ र आज हामीहरू इडियू युवा मन्त्र च्यानललाई रिप्रेजेन्ट गरेर हामीले सामाजिक अध्ययन विषयको केही विषयवस्तु लिएर आएका छौं र हाम्रो यो आजको यस भिडियोको मुख्य उद्देश्य भनेको हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई विशिष्टीकरण तालिका जसलाई सीडीसी ले स्पेसिफिकेसन ग्रिड भनेर हामीलाई दिएको छ त्यसको बारेमा केही चर्चा गर्न गइरहेको छौं। यो भनेको चाहिँ एकदमै मुख्य कुरा हो। यो बिना चाहिँ हामीले केही पनि गर्न सक्दैनौं, किनभने हामीलाई के पढ्ने कसरी पढ्ने एउटा ढाँचा जस्तो सीडीसी ले हामीलाई बनाएर दिएको। त्यसैगरी शिक्षा सिकाइको क्रममा हामीबाट केही गल्ती भुल हुन सक्छ, त्यसमा हामीलाई पुनः सच्याइ दिनुहुन्छ भन्ने आशा राख्दछौं। किनभने हामी यस क्षेत्रमा पारङ्गत छैनौं, त्यही पनि हामीले विद्यार्थी भाइ बहिनीहरूलाई केही सहज होस् भनेर हामीले हाम्रो युट्युब च्यानल बिदाको समयमा खोलेका छौं। र अब हाम्रो भिडियोलाई ढिला नगरिकन सुरु गरौँ है त। हाम्रो विशिष्टीकरण तालिकामा यस्तो दिएको छ र हाम्रो सामाजिक विषयमा कुल जम्मी 10 वटा एकाइ रहेको छ र 10 वटा एकाइ मध्ये हाम्रो प्रथम एकाइ रहेको छ हामी र हाम्रो समाज। यसबाट हामीलाई अति छोटोमा नलेजबाट 1 मार्क्सको अति छोटो क्वेशन सोधिन्छ र छोटो उत्तरमा हायर एबिलिटीबाट एउटा प्रश्न सोधिन्छ र हाम्रो प्रथम एकाइमा चाहिँ लामो उत्तर आउने छैन। हाम्रो प्रथम एकाइ यो हामी र हाम्रो समाजमा लामो उत्तर आउने छैन। र अब यसैगरी अर्को एकाइ रहेको छ विकासका पूर्वाधार। दोस्रो एकाइ विकास र पूर्वाधार छ। यसबाट अति छोटोमा 1 मार्क्सको एउटा प्रश्न सोधिनेछ भने छोटो उत्तरमा एउटा प्रश्न 4 मार्क्सको सोधिनेछ। त्यसैगरी लामो उत्तरबाट यसबाट पनि सोधिने छैन। तेस्रो एकाइ हाम्रो तेस्रो एकाइमा रहेको छ हाम्रो परम्परा एवं सामाजिक मान्यता। यसमा हाम्रो छोटो उत्तरमा 2टा प्रश्न सोधिनेछ। अति छोटोमा पनि कुनै पनि प्रश्न आउँदैन र लामो उत्तरमा पनि कुनै पनि प्रश्न आउँदैन भने पछाडि यो तेस्रो एकाइबाट हामीलाई जम्मी 2टा छोटो उत्तर सोधिनेछ। 8 मार्क्सको कुल 4-4 गरेर 8 हुनेछ। र यसैगरी हाम्रो चौथो एकाइ सामाजिक समस्या र समाधान। यसबाट हामीलाई 2टा अति छोटो प्रश्न सोधिनेछ जसलाई 1 अङ्कले गुणान गरिनेछ। त्यसैगरी छोटोबाट एउटा प्रश्न 4 अङ्कको सोधिनेछ र लामो उत्तरबाट यसबाट पनि कुनै प्रश्न सोधिने छैन। र हाम्रो 5औं नम्बरमा आउँछ नागरिक चेतना। नागरिक चेतनामा हामीलाई अति छोटो प्रश्न उत्तर सोधिने छैन र छोटो उत्तर एउटा 4 मार्क्सको प्रश्न सोधिने छ भने यसबाट चाहिँ लामो प्रश्न उत्तरमा पनि एउटा प्रश्न आउने रहेको छ। त्यही भएर यो हाम्रो एक्जामको पोइन्ट अफ भ्यूले एकदमै इम्पोर्टेन्ट लेसन पनि हो। एकाइ नम्बर 6 हाम्रो पृथ्वी। यसबाट हामीलाई एउटा छोटो उत्तर यसलाई हामीलाई अल्टरनेटिभमा अरमा सोधिनेछ जस्तै र अर्को लामो उत्तर यो पनि म्याप सोधिनेछ जुन चाहिँ कन्फर्म क्वेशन हो। त्यसैले हाम्रो यो म्याप चाहिँ भनेको लगभग कन्फर्मै हुन्छ। नेपालको नक्सा हुन्छ अनि एउटा विदेशी मतलब हाम्रो यो फरेन कन्टिनेन्ट्सहरु मध्ये एउटाको आउँछ। अब हामीलाई जुन हिसाबले जस्तो सजिलो लाग्छ हामीले त्यही म्याप बनाउन सक्छौं। र अब हाम्रो अगाडि बढ्दाखेरि आउँछ हाम्रो विगत। हाम्रो विगतले लगभग सबै क्षेत्र समेट्छ। हाम्रो अति छोटोबाट 2टा प्रश्न 2टा अति छोटोमा छोटो उत्तरबाट छोटो उत्तरबाट एउटा नआउने रहेछ। यसमा लामो उत्तर आउने रहेछ। लामो प्रश्न उत्तरमा यसबाट एउटा नलेजबाट आउने रहेछ। हामीले जुन पढेको हिसाबले हामीले जुन नलेज गेन गरेको हुन्छौं त्यो हिसाबले यसबाट प्रश्न सोधिने रहेछ। अर्को रहेको छ हाम्रा आर्थिक क्रियाकलाप। यसबाट हामीलाई 2टा अति छोटो प्रश्न 1-1 अङ्क सोधिनेछ र एउटा लामो प्रश्न यो नि अरमा सोधिनेछ। र हाम्रो अब 9 नम्बरमा रहेको एकाइ रहेको छ हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग। हाम्रो अन्तर्राष्ट्रिय यो संघ संस्थाहरू जस्तै युएनओ भयो, युनिसेफहरु भयो, यिनीहरुकै रिलेटेड यसमा प्रश्नहरु सोधिन्छ र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धहरु जस्तै अब हाम्रो देशले अरु देशसँग कसरी सम्बन्ध राखेको छ त्यस्तै विभिन्न कुरा अन्तर्राष्ट्रिय कुराहरु यसमा समेटिएको छ। यसमा अति छोटोमा 1 मार्क्सको लागि एउटा प्रश्न सोधिनेछ नलेजबाट भने हायर एबिलिटीबाट
1 मार्क्समा एउटा क्वेसन जम्मा गरेर 2टा प्रश्न सोधिने रहेछ। अनि छोटो उत्तरबाट अन्डरस्ट्यान्डिङ र एबिलिटी, अन्डरस्ट्यान्डिङबाट हामीलाई एउटा 4 मार्क्सको प्रश्न उत्तर सोधिने रहेछ। हाम्रो लामो उत्तरको ठाउँ भरिसक्यो, हामीलाई 4वटा लामो उत्तर आउने थियो, त्यो माथि नै कभर अप भइसक्यो। र अब हाम्रो अन्तिम एकाइ रहेको छ, त्यो हो जनसङ्ख्या र व्यवस्थापन। यसबाट हामीलाई अति छोटो एउटा अन्डरस्ट्यान्डिङ एप्लिकेसनबाट सोधिनेछ भने एउटा छोटो उत्तर नलेजबाट 4 मार्क्सको एउटा प्रश्न सोधिनेछ। र अब कुरा गरौँ परीक्षाको बारेमा। हाम्रो एसई परीक्षामा सामाजिक विषयको लागि जम्मा जम्मी 3 घण्टा समय तोकिएको हुन्छ। हाम्रो पूर्णाङ्क भनेको 75 मार्क्स रहेको हुन्छ। त्यसै गरी 75 मार्क्सलाई पनि अझै 3वटा समूहमा विभाजित गरिएर राखिएको छ, जसलाई समूह क, समूह ख र समूह ग। समूह क मा जम्मा जम्मी 11वटा प्रश्न सोधिन्छ, अति छोटो प्रश्नोत्तरहरू। र समूह खमा भनेको 9वटा जम्मा जम्मी प्रश्न उत्तरहरू सोधिन्छ, 4 मार्क्सको हरेक एउटा प्रश्न। र समूह गमा भनेको 4वटा प्रश्न सोधिन्छ, एउटा क्वेसनले 7 मार्क्स बोकेको हुन्छ र जम्मा जम्मी 28 मार्क्स गरेर पूर्णाङ्क 75 मार्क्स मिलाइएको छ। त्यसै गरी यिनीहरूलाई जम्मा जम्मी गरेर 75 मार्क्सको प्रश्न सोधिनेछ। र हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यस विशिष्टीकरण तालिकालाई मध्यनजरमा राखेर आफ्नो परीक्षाको लागि वा कुनै पनि शिक्षा रिलेटेड केही कुराहरूमा तयारी गरिराख्नु भएको छ भने हजुरले यस कुरालाई मध्यनजरमा वा ध्यान राखेर हजुरले पढ्नुभयो भने, अध्ययन गर्नुभयो भने हजुरले शैक्षिक सफलता हासिल गर्नुहुन्छ भन्ने हामीले एउटा विश्वास हजुरमाथि राखेको छौँ। र हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यस विशिष्टीकरण तालिकालाई मध्यनजरमा राखेर आफ्नो परीक्षाको लागि वा कुनै पनि शिक्षा रिलेटेड केही कुराहरूमा तयारी गरिराख्नु भएको छ भने हजुरले यस कुरालाई मध्यनजरमा वा ध्यान राखेर हजुरले पढ्नुभयो भने, अध्ययन गर्नुभयो भने हजुरले शैक्षिक सफलता हासिल गर्नुहुन्छ भन्ने हामीले एउटा विश्वास हजुरमाथि राखेको छौँ। अब आजको हाम्रो यो विशिष्टीकरण तालिका माथिको भिडियो लगभग अन्तिम चरणमा आइसकेको छ। हाम्रो च्यानलमा अरू पनि निकै विषयमाथि भिडियोहरू आउने गरेका छन्, हजुरले त्यसमाथि पनि माया देखाइदिनु होला। र आजको हाम्रो यस सामाजिक अध्ययन विषयको प्रथम भिडियोलाई हामी यही अन्त्य गर्न चाहन्छौँ। धन्यवाद।